अभिनेता भुवन केसीले 9 वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म बाटुलो जुनको शुभ मुहुर्त गरिएको छ। शुक्रबार बिहान पाटन स्थित बंगलामुखी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहुर्त गरियो। कार्यक्रममा फिल्मका कलाकारदेखि लेखक निर्मातासम्म उपस्थित थिए। मुहुर्तसँगै शुक्रबारबाट काठमाडौँमा फिल्मको औपचारिक रूपमा छायाङ्कन सुरु गरिएको छ। सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ। नेन्सी र प्रिन्सीमा अनमोलको जोडी कोसँग बाँधिनेछ भन्ने बारे जानकारी गराइएको छैन। फिल्ममा प्रकाश घिमिरे, रिया राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल सिन्हा लगायतको पनि अभिनय रहनेछ। पछिल्लो पटक ड्रिम्स निर्देशन गरेका भुवनले बाटुलो जुन ग्रामीण परिवेशको विशुद्ध प्रेम कथामा आधारित रहने बताए। उनले भने, कतिपय कथा आफूले खोजिन्छ, कतिपय कथाले हामीलाई खोज्छन्। बाटुलो जुन हामीलाई खोज्दै आएको कथा हो। उनका अनुसार फिल्ममा दर्शकले अनमोललाई भिन्न लुक्स र अवतारमा देख्न पाउनेछन्। त्यस्तै अनमोलले बुबा भुवन केसीले चिनो, सम्झना, कुसुमे रुमाल जस्ता फिल्ममा निभाएको भूमिका र ती फिल्महरूमा देखिएको लुक्समै आफू प्रस्तुत हुन लागेकाले बुबाकै विरासत धान्ने गरी फिल्ममा जोडिएको बताए। उनका अनुसार फिल्ममा लवज, भाषा र पहिरन सहित धेरै कुरा भिन्न तरिकाले प्रस्तुत हुनेछ। फिल्मको पात्रका लागि उनले जुङ्गा पालेका छन्। जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्मको छायाङ्कन काठमाडौँसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चितलाङ र पोखरामा 45 दिनसम्म हुनेछ। फिल्ममा तेज विक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्य राज, तिमिल सेना र सरेन पोखरेलको छ। यसमा छायाङ्कन राजेश श्रेष्ठको रहनेछ। फिल्मका गीतमा रेशना बान्तवा राईले कोरियोग्राफी गर्नेछिन्।